हाई गाइज, मेरो चाहिँ यो कपाललाई मैले स्ट्रेट गरेर किन यस्तो बनाउनु पर्यो होला त। यो भिडियो जसले हेर्नुहुन्छ उहाँहरूलाई चाहिँ थाहा होला मेरो चाहिँ नेचुरली कर्ली हेयर छ भनेर। यो साथीलाई चाहिँ नयाँ नयाँ कुराहरू चाहिँ ट्राई गर्न मनपर्छ, त्यही भएर उसले अस्तिदेखि मलाई मनाइरहेको थियो कि तेरो कपाल कर्ली छ अनि स्ट्रेट गरौँ न कस्तो देखिन्छ, तँलाई सुट गर्छ कि नै भनेर। म चाहिँ नयाँ नयाँ भनिरहेको थिएँ अनि फाइनली आई कन्भिन्स्ड अनि म चाहिँ अग्री भएर ओके छ नि त गरौँ भनेर भने। अनि त्यसपछि मैले चाहिँ 5-10 वर्षपछि स्ट्रेट गरेको होला कि मेरो कपाल मैले गरेको नि थिएन, धेरै भएको थियो नि त। जब स्ट्रेट गरेर मैले हेरेँ नि त 1 घन्टाको मेहनतपछि अनि मैले आफैलाई चिन्न नसके जस्तो भयो कि पुरै डिफ्रेन्ट पर्सनालिटी जस्तो लागिरहेको थियो। म डिफ्रेन्ट मान्छे कि मेरो फेस सेम अनि मेरो कपालले गर्दा चाहिँ म मान्छे नै फरक जस्तो भइरहेको थिएँ। 1 घन्टा लगाएर कपाल स्ट्रेट गरेपछि चाहिँ अब यसको सदुपयोग गरौँ भनेर चाहिँ म रेडी हुन लागेँ टिकटक गराउनको लागि। अनि त्यतिखेर चाहिँ मेरो कपाल चाहिँ यहाँ कर्ली हुन लागिसकेको थियो अनि टिकटक गराएँ। अनि त्यसपछि दिउँसो भोक लागिरहेको थियो, आन्टीले नास्ता बनाउनु भएको थियो त्यही खाएँ अनि गमलासँग एकछिन गफ गरेँ अनि म चाहिँ नुहाउन गएको थिएँ अनि त्यत्रो स्ट्रेट गरेको कपाल फेरि कर्ली नै भइहाल्यो।